नमस्कार, मेरो नाम राधाकृष्ण शर्मा। म न्युरोफाइब्रोमा बिरामी। मलाई चाहिँ न्युरोफाइब्रो भन्ने रोग लागेर थला पारेको छ। यस रोगले मेरो शरीरभरि ट्युमर उत्पन्न गराएको छ। मेरो यस रोगको उपचारको लागि अत्याधिक खर्च लाग्ने हुने भएकाले हामीलाई गाह्रो भइरहेको छ। हाम्रो आर्थिक अवस्था निम्न भएको कारणले मेरो उपचार रोकिरहेको छ। हामीले पहिला पनि सोशल मिडियामा मेरो भिडियोहरू हालेका थियौँ। त्यसबाट पनि केही आर्थिक सहयोग उठेको छ। त्यसले पनि अझै नपुग्ने भएको हुनाले हजुरहरूले जति सक्नुहुन्छ मेरो उपचारको लागि सहयोग गरिदिनु हुनको लागि अनुरोध गर्दछु। अनि हामी चाहिँ मेरो उपचारको लागि भोलि इन्डिया जाँदैछौँ। अब अझै पनि सहयोग चाहिरहेको छ हामीलाई। हजुरहरूले अझै पनि जति सक्नुहुन्छ सबै